केही दिन अगाडि हर्क साम्पाङले बोलेको यो कुरा सामाजिक सञ्जालमा एकदमै भाइरल बनेको थियो। हेर्दै जानु न, म त्यहाँ गएर एक भाषण गरेपछि नि है यिनीहरूलाई म के गर्छु त्यो त मलाई थाहा छ। एउटा भाषण हो एउटा कार्यक्रममा त्यतिले तपाईँको सखाप बनाइदिन्छु म, केही पनि छैन यिनीहरूको हैसियत। उनको यो भिडियो हेरिसके पछाडि हर्क साम्पाङ कहिले झापा जाला, झापा पुगेर के बोल्ला भन्ने सन्दर्भमा मेरो मनमा एकदमै खुल्दुली जाएको थियो। फाइनली हर्क साम्पाङ झापा पुगेका छन् र झापा पुगेर उनले झापाली जनताहरू बीचमा भाषण दिएका छन्। आखिरी के बोले त उनले झापा पुगेर झापाली जनताहरूको बीचमा? सुनौ उनको यो मन्तव्य। जेनजीको आन्दोलन धरानमा पनि भएको थियो, तर धरानमा आन्दोलन हुँदै गर्दा म जहाँ गएर बोल्ने साहस गरेँ। जेनजीलाई मैले सम्झाएँ, नत्र धरान उपमहानगरपालिका सरकारी कार्यालय त्यो पनि त जल्थ्यो नि त, जल्दैन थियो? जल्थ्यो। त्यो भिडलाई मैले अघि तपाईँको छैन नगरपालिका पुगिसकेको भिडलाई डोराएर लगेर फेरि बजारमै गरेर शान्त तरिकाले मैले समापन गरिदिएँ। त्यो खुबी हुनुपर्छ पर्दैन थियो बालन शाहसँग है? सिंहदरबार जलेर गयो। हाम्रो छोराछोरीलाई विष बेचेर पैसा कमाउने है? कसम माटोको होइन, कसम माटोको बाँसमा उदो मुन्डे झुन्डाएर लाग औषध कारोबारीलाई। अब यहाँ अघि भर्खर हाम्रा उम्मेदवारज्यूले भनिसक्नु भएको छ, हात्तीको समस्या, लाग औषध सेवनकर्ता त्यो दुर्व्यसनको समस्या पनि छ भन्ने छ। म तपाईँहरूलाई वचन दिन्छु, श्रम संस्कृतिको सरकार आउन दिनुहोस् है। हामी यो बोर्डर सोर्डर सबै सिल गर्छौँ होइन? त्यहाँदेखि तपाईँको छैन लाग औषध कसले के अरे तपाईँको छैन होइन भित्राउँदो रहेछ त्यस्ता मान्छेलाई त है लाग औषध बेच्नेलाई त तपाईँको यस्तो कानुन बनाउँछौँ कि बाँसमा उधोमुन्टो झुन्डाउनुपर्छ है, छादुन्जेलसम्म झुन्डाउनुपर्छ। हाम्रो छोराछोरीलाई विष बेचेर पैसा कमाउने है? विदेशी दलाल भएर हिँडेको छैन, सिंहदरबार जलाएको छैन, सहकारी ठगेको छैन, गिरीबन्धु बेचेको होइन, ओम्नी बेचेको होइन, महाकाली सन्धि गरेको होइन, एमसिसी गरेको छैन। अनि केमा विरोध गरौँ भन्दा स्टेटस धेरै लेख्छ। सक्नुहुन्छ भने तपाईँले पनि लेख्नु नि त, भनेको लेख्दैन फेरि। हामी फेरि पनि दुःख गर्न तयार छौँ, हाम्रो पुस्ता फेरि पनि दुःख गर्न तयार छ, तर यो देश हाम्रै हुनुपर्छ, यो देश हाम्रै हुनुपर्छ है। तपाईँको परिवारलाई कसैले मिठो मसिनो खुवायो भन्दैमा तपाईँले आफ्नो परिवारलाई अरूलाई सुम्बन सक्नुहुन्न। त्यही कुरा हो, यो देश हाम्रो देश। जेनजीको आन्दोलनको कुराहरू गरौँ। कसरी आन्दोलन भयो? मर्न पठाउने, मार्ने कसलाई? तपाईँ हाम्रो छोराछोरी होइन मरेको? शहीदको आमा बाउ पनि आउनु भएको छ होला यहाँ, शहीदको आमा बाउले पनि हेरिराख्नु भयो है? त्यस्ता निर्दोष मान्छेहरूलाई नानी केटाकेटी हो ल स्कुलको ड्रेसमा आउनु है, बिचरा किताब बोकेर गएको छ त्यहाँ, उसलाई के थाहा राजनीति, उसलाई के थाहा? जाउँ 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 भनेर लग्यो, टाउकोमा गोली हानेर मारेर। त्यो दृश्य कसले त्यस्तो गरायो? कसले त्यस्तो गर्यो है? गराउने र गर्ने फेरि सत्तामा आउन खोजिरहेको छ। तर त्यतिखेर म भन्न चाहन्छु, 3 करोड नेपालीमा एकजना मान्छे मात्रै त्यो देशलाई सम्हाल्न निस्कने आँट गरेको थियो। गोली लागोस्, मलाई आगो लगाउँछ भने लगाओस्, जिउँदै जलाउँछ भने जलाओस्, तर यो देश विदेशीको हातमा जानु हुँदैन भन्ने एकजना मान्छे गएको थियो। त्यो मान्छेको नाम नै हो हर्क साम्पाङ। त्यतिखेर त सबै मान्छे लुकेको थियो त थिएन? अहिले आएर त ठुलो नेताहरू गरेर 4-5 महिना चाहिँ कहाँ गएको थियो त? आउनु पर्दैन त्यतिखेर? सम्हालिदिनुहोस् न हजुर, आउनुहोस् न होइन? अनि हाम्रा तपाईँको छैन +2 पढ्दै गरेको जेनजीले सिंहदरबार जलाउने आँट गर्छ? 10-15 मिनटमा त्यत्रो ठुल्ठुलो यत्रो भित्ता रहेछ त्यो। अस्ति म गएको थिएँ होइन, डर कुन लाग्दो क्या
6 फिटको 5 फिटको तपाईँको गाह्रो भएको सिंहदरबार 15 मिनटमा हाम्रो छोराछोरी नाति नातिनाले चलाउँछ। नचाहिने कुरा है, नचाहिने कुरा सुनाइदिएको छ हामीलाई। सबै षड्यन्त्र थियो। कहिले चाहिँ भनेर दारा किटेर बस्ने हुन्छ क्या। मलाई पनि दारा किट्ने थुप्रै होला यहाँ, धेरै बोल्दैछ किट मलाई, तर दारा किटेर केही पनि हुँदैन, केही हुँदैन है। अलिअलि भाँको दाग पनि किटिटी गरेर सबै खिएर खतम भयो। यो देश खानका लागि दारा किटेर बस्ने मान्छेहरूको षड्यन्त्र थियो। हाम्रो छोराछोरी विचार गर्नु न, तपाईँ +2 पढ्दै रहेको 10 कक्षा 9 कक्षा पढ्दै रहेको केटाकेटीले जलाउँछ सर्वोच्च अदालत। सबै षड्यन्त्र भयो। हाम्रो देशको सार्वभौम सत्तालाई कमजोर बनाउने, देशलाई कमजोर बनाउने अनि विदेशी हालिमुहाली र हस्तक्षेपलाई चाहिँ हाबी गराउने, त्यसको विरुद्धमा निस्किनुपर्छ नेपालीहरू। त्यसको विरुद्धमा तपाईँहरूले यसपालिको मतदान गर्नुपर्छ। म सबैजनालाई भन्न चाहन्छु, स्टेटस धेरै लेख्छ, सक्नुहुन्छ भने तपाईँले पनि लेख्नु नि त, भनेको लेख्दैन। फेरि कतिखेर कमेन्ट गर्नु भने यस्तो पक्रिरहेको छ है, छक्क पर्छ। 10 सेकेन्ड भित्रै पो हर्के हल्दार लेखिदिइहाल्छ हौ। ठिक छ, तपाईँहरूले मलाई हवलदार भन्नुभयो, तपाईँहरू चाहिँ चोर हो। चोरलाई पुलिसले खेदाउँछ है। फेरि पुलिसमा म त फेरि 1 ठुक्के खिता माथि गरेर हवलदार रहेछु। ल ठिक छ, स्वीकारेँ मैले। खेदाउँछ नि फेरि, यो देशको सुरक्षा गर्ने हवलदार त मै त हो रहेछु त है। अचम्म लाग्छ क्या, तो पक्रिराख्दो रहेछ, कतिखेर चाहिँ आउँछ र है। ल आज त फुल रोप्नु जाउँ है भनेर माथि स्याक्टा लेख्छु, 10 सेकेन्ड भएको छैन, ढुङ्गे मेयर। ढुङ्गे नै हो म त, ढुङ्गै बोकी बोकी देश बनाउँछु ल है। तपाईँहरू जस्तो माथि तपाईँको चाहिँ घरमाथि बसेर यस्तो गरेर विदेशी दलालले तपाईँको चाहिँ फालेको पैसा पक्रेर खाने हो र पापको कमाइ होइन है। छक्क पर्छ। म हेर्छु हजारौँको सङ्ख्यामा है युवाहरू बिग्रेका छन्, ऱ्यापमा गयो गरिरहेको छ। कति राम्रो पढ्छ होला मेरो छोराछोरी भनेर तपाईँको चाहिँ विदेशमा गएर खाइ नखाइ बाउले पैसा पठाइदिन्छ, यता छोरा बिग्रिरहेको हुन्छ। अनि घरमा आउँदाखेरि चाहिँ एउटै मात्रै छोरा त्यो हेर्छ, बाउ त्यो माथिको घाम अघि के अरे जुन हो भन्छ। अनि त्यो बाउको मन कस्तो होला भन्नु त, जसले 30 वर्ष तपाईँको चाहिँ खाडीमा काम गर्यो, छोरा आउँदाखेरि बिग्रिराखेको छ। त्यस्तो हाम्रो छोराछोरीलाई बिगारेर पैसा कमाउनेहरूलाई बाँसमा झुन्डाउने कानुन ल्याउने कि नल्याउने? कसम माटोको होइन, कसम माटोको डरलाग्दो कानुनहरू हामी बनाउँछौँ है। यो देशलाई खोक्रो बनाउने धमिराहरूलाई नि लागौ सबको बारे है, धेरै कुराहरू। एउटा रोगको उपचार गर्दा गर्दै खेत पनि गयो, घर पनि गयो, रोग त निको भयो, फेरि भात खाने पैसा छैन, फेरि ग्यास्ट्रिक लागेर अल्सर भनौँ, के फाइदा भयो? बरु त्योभन्दा रोग बोकेर बरु मर्छु, मर्ने जुनी मर्छु, उपचार गर्दिनँ भन्ने नेपाली थुप्रै होला यहाँ, छैन? यही भिडमा पो होला। कोहीले स्टोन बोकिराखेको होला होइन, कोहीले क्यान्सर बोकिराखेको होला, कोहीले के बोकिराखेको होला, यही भिडमा पनि होला। त्यस्ता दिनहरूको अन्त्य गर्नुपर्छ। हरेक कुरालाई व्यवसाय गर्नेहरूलाई होइन हामी चुनौती दिन्छौँ। यो देशमा मानवताभन्दा ठुलो कुरा हुँदैन अर्थो भन्ने कुरा स्थापित गर्ने गरेको हाम्रो नियम कानुन बन्छ। सेवा सुविधा र प्रशासनको प्रत्याभूति हामी गर्छौँ। बुझ्नेलाई इसारा काफी छ भनौँ त सबैले, नबुझ्नेलाई जिन्दगी भारी छ हो। इसारा काफी भयो तपाईँलाई। तपाईँहरूलाई सबै कुरा थाहा छ। यो देश तपाईँको पनि हो, मेरो मात्रै होइन। म मेरो भागको देश बनाउँछु भने तपाईँको आफ्नो भागको देश बनाउनुहोस् ल। त्यसले गर्दाखेरि यसपालि 2वटा मतपत्र हुन्छ, एउटा प्रत्यक्ष अर्को समानुपातिक। दुवैवटामा एउटा छाप हाल्नुपर्छ, धेरै हाल्नु पर्दैन होइन। एउटा माटोमा हालेर बाकसमा लाउने, अर्कोमा माटोमा हालेर बाकसमा लाउने। यति गर्नुहोस्, यो देश बनाउने जिम्मा हामी लिन्छौँ, हर्क साम्पाङले लिन्छ, श्रम संस्कृतिले लिन्छ। यो देश हामी सबैजनाले बचाइराख्नुपर्छ। यति भन्दै म मेरो 2-4वटा कुरा थियो कि कतिवटा थियो नि
2-4वटा कुरा 5-7वटा कुरा यही अन्त्य गर्दछु। सबैको जय होस्। जय माटो, जय देश।